कुनै दिन तपाईको प्रेमिका थियो? तपाईको जीवनमा कुनै दिन तपाईको प्रेमिका थियो? प्रेमिका भएर त बिहा गरे त नि, अनि प्रेमिका नभएको भए बिहा गर्थ्यो त। आफैले आफैलाई सेल्फ एनालाइसिस गर्दाखेरि चाहिँ महावीर पुन को हो जस्तो लाग्छ हजुरलाई? मन्जी हो महावीर पुन हो। को हुने नि? एउटा आविष्कार, राष्ट्रिय आविष्कार केन्द्रमा हुँदाखेरिको महावीर पुन र आज यो शिक्षा मन्त्रालय सम्हालेर बसिरहेको महावीर पुनमा के फरक पाउँछ? केही फरक छैन। कसैले केही फरक देखेछ भने भनिदिनु होला है। केही फरक छैन। म जहाँ बसे पनि जे गरे पनि म चाहिँ उस्तै हो। मन्त्री बन्ने ढङ्ग थिएन त मेरो। तर अहिले त अलिअलि ढङ्ग त आएको छ नि। यो मन्त्रालय यसरी चल्दो रहेछ भनेर बुझ्नै पनि कति जति समय लाग्यो हजुरलाई यहाँ आइसक्यो? 1 महिना जति त लाग्दो रहेछ। 1 महिना जति लाग्यो है? अब कतिपयले मलाई चाहिँ फोन गरेर तपाईँ 6 महिना मन्त्री हुँदाखेरि शिक्षामा चाहिँ आमूल परिवर्तन गरिदिनु पर्यो भन्छ। कस्तो हाँसो लाग्ने कुरा गर्छ। 35 वर्षमा बिगारेको चिज 6 महिना सुधार्न सकिन्छ? कुनै चिजमा घेरिएर, कुनै चिजले बाँधेर, कुनै चिजको टेन्सन लिएर हैन, अनि चाहिँ अब सुरक्षाको लागि चाहिँ 10 थरीको चाहिँ गार्ड राखेर हिँड्ने, त्यो पनि लाइफ के लाइफ हो? मलाई त यो मन्त्री लाइफ त एकदमै के अरे असजिलो भएको छ। अब आर्मी र प्रहरीको सुरक्षामा डुल्नुपर्ने लाइफ पनि के लाइफ भन्ने त? खुसी साथ हिँड्न पाइँदैन त यहाँ त। भनेपछि एकदमै तपाईँलाई एकदम गाह्रो भइरहेको छ अहिले यो 4वटा घेराभित्र बस्नलाई? उकुस मुकुस भएको छ। उकुस मुकुस भएको छ। यो कहिले सिद्धिन्छ र थन्केर जाउँ टाइपको हो? त्यस्तो पनि लाग्छ। त्यस्तो पनि लाग्छ कहिले? एकदम लागिरहेछ त, मैले भनिरहेको छु त।